यहाँ मनोरम दृश्यका साथसाथै पर्यटकहरूले आफ्नो दिनभरको तनाव, आफ्नो दिनभरको त्यो दौडधुपलाई एकछिन थाती राख्दै यो सुन्दर दृश्यहरूको आनन्द लिन, यो मनमोहक दृश्यहरू विशेष गरी यहाँ सूर्यास्तको समयमा अति नै यहाँका दृश्यहरू अति नै आकर्षक, अति नै मनोरम देखिने गर्दछ। मैले यहाँहरूलाई टाढाबाट यो दृश्यहरू देखाइरहेको छु। यो यहाँका यी सुन्दर दृश्यहरूको आनन्द लिँदै यहाँ भ्रमण गरिरहेको हामीले देख्न सक्छौँ। यो हाम्रो मुलुक प्राकृतिक स्रोत सम्पदाले भरपुर भएको यो हाम्रो मुलुक, यस्तो लाग्छ यो हाम्रो मुलुक प्रकृतिको न्यानो काखमा लुटुपुटु गरिरहेको जस्तो अनुभूति हुन्छ। अति नै सुन्दर, अति नै मनमोहक यो दृश्यहरू यो सूर्यास्तको समय हुन लागेको छ। यो बराक क्षेत्र नगरपालिका 6 यो बोराबाँधको दृश्य हो। यो आकर्षक, यो मनोरम सूर्यास्त हेर्नका निमित्त मानिसहरू यहाँ टाढा टाढाबाट आउने गरेको यहाँ देख्न सकिन्छ। अति नै सुन्दर, अति नै मनमोहक, अति नै मनै लोभ्याउने यो सप्तकोशी नदीको छेउमा रहेको यो बोराबाँध अति नै आकर्षक, पर्यटकहरूको लागि एउटा आकर्षक केन्द्रको रूपमा परिणत भइरहेको छ। आदरणीय मित्रहरू, यहाँहरू पनि टाढा टाढा हुनुहुन्छ भने यो सुन्दर, यो आकर्षक, मनमोहक दृश्यको फाइदा लिन नबिर्सनुहोला। यो क्षेत्रमा एकपटक, यो ठाउँमा एकपटक अवश्य नै भ्रमण गर्नुहोला। यहाँहरूलाई पनि एक किसिमको आनन्द, एक किसिमको शान्त, एक किसिमको आफ्नो शारीरिक रूपमा, मानसिक रूपमा